सो हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग इट्स बिगेन वाइटी ब्लग्स हियर सबैजनालाई मेरो युट्युब च्यानलमा एकदमै स्वागत छ। म चाहिँ इक्जामको बिदामा चाहिँ यता पाहाडतिर आएको थिएँ यसो मामा घरतिर डुल्न अनि आमालाई पनि भेट्न एकदम रमाइलो भइरहेछ। डुल्या डुलै भइरहेको मजा आइरहेछ दिवस यस्तो हरियाली छ। आहा त्यही सहरमा बस्दाखेरि त्यति मजा आउँदैन अनि पाहाडतिर आए पछाडि त एकदम हरियाली नेचर ब्युटी यस्तो बब्बाल छ हेर्नु न। भन्यो हुन्छ म एउटा पाहाडको टुप्पोमा आऊँ भनेर सोचे पनि हुन्छ। एउटा यहाँ यस्तो रमाइलो छ। अहिले चाहिँ म मामा घरतिर जाँदै हो। अस्ति चाहिँ बिदामा ठुलो मम्मीकोमा गएर बसेको थिएँ। अहिले चाहिँ मामा घर जाँदै हो। अहिले चाहिँ उहाँ मामा घर पुगेपछि भेटौँला। सो गाइस म चाहिँ भर्खरै यसो मामा घर थिएँ। यहाँ चाहिँ हाम्रो हजुरआमा हुन्छ। यता हेरिदिनु न आमा, यस्तो हाई गरिदिनु न। यहाँ आमा र म यता घाममा आनन्दले बसिया अब गफ गर्दै बस्नु पऱ्यो नि त। अब अलिकति भए पनि आमा चाहिँ यहाँ उस बनाउनु आउनु के अरे बत्ती काट्नु आउनु। म चाहिँ भर्खरै आएर यसो पानी सानी खाएर बसेको। अब यस पाहाडतिर चाहिँ मजा हुन्छ क्या जे भए पनि। सहरमा भन्दा त पाहाडमा कहीँ राम्रो। त म कहीँ जान्न कि देऊ छैन जान्थेँ कि माइतै जान नि छोडेन देखिन। त्यस्तो भन्नु होइन, जान त पर्यो। कहिले जाने त खै जान त पर्यो। लिएरै जाँदै सुवासरा गरेर मलाई अब त हुन्छ सिधा म गर्नु बस्छु। तेरोको ठाउँ त शीतल छ। शीतल त शीतलै छ, राम्रै छ। यस्तो रमाइलो छ यहाँ। यता सहरमा जस्तो गाडीको आवाज आउँदैन, आनन्द छ। गाडीको आवाज त जथेसकै राम्रो यहाँ धुलो उडाएर बसेको। सो हेलो गाइज वेलकम ब्याक सबैजनालाई। हिजो चाहिँ म मामा घर गएको थिएँ अनि आज चाहिँ दिदीको घर जान थिएँ अनि चेक द भ्यू यस्तो रमाइलो छ कि शीतल हावा डाँडामा बसेर यस्तरी हेर्नको मजा आउँछ। अस्ति चाहिँ म उता पारीबाट आएको थिएँ उता अनि हिजो यहीँ तल मामा घरमा बसेँ अनि आज चाहिँ त माथितिर जान्ला थिएँ। वहाँ हेर्नु न हिमाल, माछाको चाहिँ हिमाल त्यहाँ यस्तो बब्बाल भ्यू छ नि। म त्यत्रो बाटो हिँड्दा हेर्दै थाकिसकेँ तर फेरि हिँड्न फेरि मजा आउँछ कि लास्टै मजा आउने हिँड्न पनि। अनि अहिले चाहिँ म दिदीको घर जान लाग्यो। अब यहाँ आए पछाडि अब सबै आफन्तहरूलाई भेट्नुपर्छ। अब आफन्तहरूलाई भेट्न भनेर त आएको अब पाहाडतिर भेट्न डुल्न। तर त्यो माछापुच्छी हिमाल हेर्नको लागि त त्यसको डाँडामा जानुपर्छ। त्यो त्यहाँ डाँडामा जानुपर्छ कि त्यहाँ राम्रोसँग देखिन्छ। यस्तो मजा आएको छ नि। थाकिसकेँ यत्रो बाटो हिँड्दा हिँड्दै। हिजो मामा घर आएको थिएँ, आज दिदीकोमा। फेरि मामा घर आउँछु भोलि अनि त्यसो गरेर फेरि जान्छु घर। यस्तै चलिरहेको कहिले यता कहिले उता। अब यो टाइम भनेको डुल्ने भनेको अब 12 पछाडि त अब डुल्न पाउँदैन खासै। त्यो जति डुल्ने अहिले डुल्ने हो कि। अघि नै देखाएको थिएँ नि माछापुच्छी हिमाल, अहिले यहाँबाट झन् झक्कास देखायो कि हेर्नु त। त्यहाँ भयो फेरि यता फेरि अर्को हिमाल छ। यस्तो मजा आइरहेको नि आमा। अहिले पो यो त मजा आएको भनेको यस्तरी आनन्दले शीतल हावा छ कि शीतल हावा लास्टै रमाइलो भएर हिँड्यो
म जाने भनेको चाहिँ उता माथि हो। माथि जानुपर्छ म माथि उहाँ माथि पुग्नुपर्छ म अझै। त्योभन्दा नि माथि हो उता त्यसको उतापट्टि साइडमा जाने हो। थकै त लास्टै थकेला लास्टै भन्दा नि अब अति नै लास्टै अति भन्दा नि अति थकेला हिँड्दा हिँड्दै जो अब यतिको चाहिँ गर्नु परिहाल्यो नि। अब यति पहाड डुल्न आएको मान्छे अब नहिँडेर के गर्ने त अब। बाटो नि पहिला यस्तो थियो नि लास्टै खत्तम थियो बाटो। अहिले अलिकति बाटो बनाएर सजिलो भयो नत्र त लास्टै गाह्रो थियो। मजा आइरहेछ जे होस्। अब हजुरहरूलाई चाहिँ माथि पुगेपछि म भेटौँला। दिदी चाहिँ तल काम गरिराख्नु ऊ त्यहीँ अनि म चाहिँ त्यही यहाँ माथितिर यसो डुलेर यसो भ्यू चेक गरेको एकदमै लास्टै मजा हेर्नु। जङ्गल छ माथिसम्म नै जङ्गल छ लगभग अलिकति घरहरू पनि छ तर मलाई चाहिँ लास्टै मजा कि शीतल हावा एकदम शीतल मस्त आनन्द आयो। यति भएपछि त के चाहियो त मान्छेलाई कम त मजा आउँछ केही पनि यहाँ त पाहाडतिर बसेको राम्रो सहरतिर गएर गर्नुभन्दा पाहाडतिर बसेकै राम्रो। अब पढाइको लागि चाहिँ अब सहरतिर बसेकै राम्रो त अब तर पाहाडमा चाहिँ जे होस् मजा नै आउँछ कि यस्तो खुल्ला हुन्छ सब खुल्लै कि उहाँ त घरै घर देखिन्छ। सहरतिर पुग्यो भने यतातिर त यस्तै छ डाँडामा बस्यो मजा छ। अझै माथि जानु फेरि खुट्टा दुख्यो कसेर जाने माथि पनि आउँदाखेरि 1 घन्टाको बाटो 2 घन्टा लाग्यो मलाई माथि उक्लिन। अब सहरमा बसेर त्यति खासै नहिँड्ने मान्छे अहिले यहाँ पाहाड आए पछाडि हिँडेको गरेको खुट्टा त लास्टै दुखायो मेरो त। तर मलाई चाहिँ लास्टै मजा आइरहेको तर जति पनि एक्सपिरियन्स चाहिँ गर्नुपर्छ कि पाहाडतिर गएर यसो डुलेर आफ्नो गाउँतिर जाने सबैजनासँग भेट हुने रमाइलो गर्ने त्यतिको गर्नुपर्छ। यहाँ चाहिँ छ हाम्रो बाख्राहरू ओ काले के छ काले अर्को यो भयो अनि अर्को हाम्रो माउ बाख्रा भयो। लास्टै मजा छ लास्टै। ओ काले आयो भने त ब्लगमा आयो भनेको तँलाई रमाइलो लागिरह तँलाई रमाइलो राख किन भन् त। यस्तो छ यी पारा यी थुप्पै खाना हुन्छ त यसले त्यहाँ गालामै के गर्न खोजेको तैँले आमा यसको पारा त मलाई त ठिकै लागेन। जोस् पाहाडतिर आए पछाडि चाहिँ मजा चाहिँ हुँदो रहेछ। ए आइज त काली ओ काली आइज न मेहे गर्दा लाइक सेयर सब्सक्राइब गर्नु हो त यसलाई यिनीहरूलाई कपडा खाने चिज हो तेरीमा गोरु कपडा खान खोजे यो त यतिर यस्तो सुन्ने त यहाँ चाहिँ त यहाँ भन् त लाइक सेयर सब्सक्राइब गर्नु हो त मतलबै छैन यसलाई त के अनि अब यस्तो त छ पारा हेर्नु यस कपडा खाइराख कपडा तेरीमा गोरी कपडा खाने चिज हो भन् त कपडा खाने चिज हो यहाँ हेर हाई भन् त लाइक सेयर सब्सक्राइब गर्नु हो नि यहाँ अहिले हात खाइराख घरि कपडा खा कुन दिन मान्छे खान्छ फेरि यसले कपडा
ए तँलाई मेरो कौडा राम्रो लाग्यो क्या भाइ लाउँछस् कौडा लाउँछस् लगाइस् त कौडै खाइदिरहेन यसले त मेरो त कौडा नै चम्म नै थपाइदिन पारा मलाई ठिक लागेन भाइ तेरो बिचरा स्याहार गरेर बस्या त पनि यहाँ आएर के भन्छस् कि यो चाहिँ अलि डराउँदैन अरू चाहिँ डराउँदै यसलाई चाहिँ के मतलब नि छैन यहीँ त के भन्दै रे यहाँ मोबाइल चाट्न गएको अब यो यस्तै रमाइलो छ दियोस् यतिको रमाइलो चाहिँ हुनुपर्छ यतिको रमाइलो नभएछ भने त कहाँ नि आएको अर्थ पनि भएन नि मजा छ दियोस् कहाँ हामफाल्दै आइरहेको एउटा फेरि यतिको चाहिँ मजा हुँदो रहेछ दियो हाम फाली जानुपर्छ अब यहाँबाट सुन्तलाको सिजन छ सुन्तला खायो बसेर काम छैन अब हाम्री दिदी यता हाई गरिदिनु न दिदी भिडियो बनाएको क्या लाइक सेयर सब्सक्राइब गर्नुहुन्न त भन्ने आउन मलाई भ्लग मन परेमा ब्लग मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु सब्सक्राइब गरिदिनुहोस् हजुर यस्तै हो यहाँ यतातिर मजा भइरहेको छ दियोस् यतिको त मजा हुनुपर्छ जसरी त्यही हो यस्तै हो गाइज रमाइलो भइरहेको ए यता चाहिँ भैँसीको लागि कुडो पाइरह अनि यता चाहिँ मेरो लागि अन्डा पाके अन्डा हजुर नुन हालेर खाम्ला नि अन्डा खाने अब अन्डा यस्तो मजा आउँछ अब अन्डा खान टक्क गाइज अब म चाहिँ अन्डा खान लागेको होइन यस्तै छ काम घरि के खाने यस्तै गर्नुपर्छ त के छ र यसमा नुन हालेर टक्क पानी नुन हालेर टक्क नुन सुन हाल्यो आनन्दले खाने अब मिठो कप्पा पारेर खाने अब
सो वेलकम ब्याक सबैजनालाई। म चाहिँ दिदीको घर पुगिसकेको थिएँ। अब हिँड्दा हिँड्दै थकाइ लागिसक्यो। त्यही भएर अहिले चाहिँ सुत्नु लागेको थिएँ। अब हजुरहरूलाई अब अर्को भ्लगमा भेटौँला। हजुरहरूलाई भ्लग मन पऱ्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अहिलेको लागि यति नै, धन्यवाद, बाई बाई।